गुड मर्निङ साथीहरू। आज चाहिँ हामी तेह्रथुमको यात्रामा छौँ। कवि सोनाम यता हुनुहुन्छ र आज चाहिँ हामी अहिले काँक्रेभिटा जाँदैछौँ। काँक्रेभिटाबाट चाहिँ त्यसपछि धरानसम्मको, धरानबाट चाहिँ फेरि हामी तेह्रथुमसम्मको यात्रामा निक्लिनेछौँ। र भाइ कतिको एक्साइटेड छौ? एक्साइटेड छौँ दाजु, धेरैजना दाजुहरू मिल्नेवाला छौँ फेरि। अनि अब अर्को घर जतिको भइरहेको छ नेपाल त अहिले, त्यही भएर एक्साइटेड नै छु। ल उसको अब माइता घर जाँदैछ आज चाहिँ। र अब चोलुङ पार्क जाने हो। चोलुङ पार्क चाहिँ गुराँसको लागि एकदमै फेमस छ र धेरैजना हाम्रा सिनियर दाजु कविहरू पनि भेटिन्छ र दिदी कविहरू पनि भेटिन्छ, युवाहरू पनि भेटिन्छ र सबै कुरा साझा गर्ने हुन्छ। कवि पनि भेट्छ, YX सबै भेटिन्छ। यो हामी चाहिँ काँक्रेभिटामा भेला भइसकेका छौँ। सिक्किमलाई प्रतिनिधित्व गरेर चाहिँ चोलुङ पार्क जाने 3 थान कविहरू र यहाँ सन्ध्या सिजाङ्गो सुब्बा, यहाँ चाहिँ सोनाम पाल्जर, मेरो कविता द रिदम अफ पोएट्रीको विनर र म चाहिँ प्रवीण खालिङ। र हामी चाहिँ यहाँबाट आज अब जाँदैछौँ धरान। भेला भएर धरान जान रोकिएका छ र धाउन्नेमा चाहिँ रोकिएको छ। र यहाँनिर चाहिँ अघि मकै पोलेर खाइसक्यौँ हामीले। र यहाँ चाहिँ फर्सी, निङ्गुरे, मकै सबै कुरोहरू बिक्री हुँदो रहेछ। र सानो बजार गाउँले र सबै अर्ग्यानिक प्रडक्टहरू बेच्ने ठाउँ। र अझै हामी 1.5 घन्टा हिँडेपछि मात्रै धरान पुग्छौँ। र यहाँनिर चाहिँ अब सेवारो अङ्कल, सेवारो लु। पहिला है यो नाउँ, त्यो ठाउँको नाम चाहिँ भाउन्ने। यहाँ चाहिँ हामीले यस्तो मेसिनमा बनाएको जुस खाइयो उखुको, यहाँ यस धनकुटे अङ्कलकोबाट। र अब चाहिँ हामी धरानतिर लाग्दैछौँ। यो धरान आइपुगेको अवस्था रत्नहिनमा र मेरो झोरादेखिको कवि साथी, झोराटमा भेटेको झोराटदेखिको कवि साथी र हाम्रो यहाँनिर पहिलोचोटि भेटेको बुढाले रक्सी खाएको चाहिँ खुब देख्थ्यो। तर अब रक्सी खाने होइन, रक्सी खाने देखाउने मात्रै हो, चाख्छ मात्रै फेरि। यहाँ अर्को कवि पनि आउनु भएको छ कालेबुङबाट, अलिकति अगाडि आइपुग्नु भयो हामीभन्दा। र अब हामी आइसकेका छौँ। अब भोलि चोलुङ पार्कको लागि चाहिँ निक्लेको हो। फेरि हामी भेट्नेछौँ है। उनीहरू भेटोस् है हाम्रो। एकदम हुन्छ। ल शीतल हुन्छ भेट। धरानबाट चाहिँ तेह्रथुमतिरको यात्रा निक्ल्यौँ हामी। आइपुगेको छु तमर पुलमा। र धरान धनकुटा यो तमरसम्म चाहिँ सिक्किमको सिमाना थियो भन्ने एउटा इतिहास पनि पहिले पढेको। र यो तमर नदीको पुल चाहिँ तमर पुल हो। र तमर नदी चाहिँ एकदमै पूर्व नेपालको चर्चित नदीहरूमा एउटा पर्छ। यही हो ब्लकमा आउने हो। मात्रै हुनुहुन्छ यहाँनिर एकल महिला। यो चाहिँ तमरको पुलमा ग्यावारे उखु खाँदै। यो चाहिँ तमर पुलमा चाहिँ यो चाहिँ फुटब्रिज हो। यहाँबाट चाहिँ यस्तो देखिन्छ। यो चाहिँ तमर नदी। तमर खोला। यो चाहिँ हो तमर खोला। ऐतिहासिक खोला हो यो। एकदम सुकाएको माछा रहेछ। तमरकै माछा होला यो। एकदम चिला गरेर बेच्ने माछाको सिकुटी चाहिँ यसरी यहाँनिर बनाइन्छ। अलिकति खोलिदिनु हुने, हेर्नु न।
लु ए अरिजिनल रहेछ यो कहाँको माछा हो यो यहीँ होला यसरी माछाको चाहिँ यसरी सिकुडी बनाइन्छ रहेछ यो चाहिँ तमरको किनारमा सिकुटी बनाएको तपाईँहरू पनि आउनुभयो भने चाहिँ यो 500 रुपियाँ पासा होटेलमा छ एउटा सिलको चाहिँ 500 रुपियाँ अरे लु यो पासा होटेलमा होइन दाइ यो पासा होटेलमा आउनु एकदमै यो अरिजिनल तमर खोलाको माछा चाहिँ तपाईँहरूले चाख्नु पाउनुहुन्छ तपाईँले अरू चिज पनि डेलिभर गर्नुहुन्छ कतै हामी गर्छौँ त अर्डर भयो भने अर्डर भयो भने है हजुर लु पासा होटेलको माछा तमरको माछा तमरको माछा हेर्न आउनु भएको छ यो चाहिँ एकदम के अरे कत्ले बुदुना पाइँदो रहेछ राम्रो लाग्यो तर कत्ले त होइन प्राज्ञिक विचार चाहिँ के छ शेर्मा दाजु यो हो कि होइन असलै हो यो असलै हो कत्ले माथिको 500 पर्छ यो 500 रुपियाँ सिल मुठा भनेको यसलाई चाहिँ 1 किलो 1 किलो मुठामा कति भयो 4 किलो हुन्छ 4 सिल हुन्छ निकै रहेछ धेरै पाइँदो रहेछ कति रहेछ यसको पहिला रस बनाउने मसला लसुन प्याज सबै हालेर रस बनाउने अनि त्यसपछि यसलाई चाहिँ त्यसमा ओइरिने के लगाउने अनि मासुमा त तपाईँलाई थाहा छ नि उहाँ र मैले एकचोटि प्रतिस्पर्धा गर्दा उहाँको भन्दा मैले कति हो कति प्रकारको मासु खाएको खाएर हो कि मैले मान्छे गाई बाहुनीलाई संसारमा भएको जति मैले यहाँ पाएँ एलियनको चाहिँ खाएको छैन होला अहिलेसम्म एलियन चाहिँ यहाँको चाहिँ 34वटा कतिवटा प्रकार पुर्याएको तपाईँसँग उहाँसँग परेको के सल्लाह धेरै विराटनगरमा पाउँछ नि त माछा माछा खानीमा बसेको गोमा ब्राह्मणी हो माछा त सामान्य कुरा हो त पाउँछ ल यो माथिको अरे 7:20 जाँदा चाहिँ हाम्रो टोली चाहिँ यो लालीगुराँस नगरपालिकाको बसन्तपुर क्षेत्रमा आइपुगिसकेको छ र बाइकमा आउने साथीहरू पनि हुनुहुन्छ र यहाँ चाहिँ अब हामी आज बस्नेछौँ बसन्तपुर लालीगुराँस नगरपालिकामा आइसकेका छौँ र यहाँ चाहिँ आज बसेको यहाँबाट चाहिँ आइपुग्यौँ यहाँ होमस्टेमा जानु हुँदैछ एकदम नियर साथले हामीलाई चाहिँ होमस्टे गरिदिनु भएको छ र यहाँ आइपुगेको अवस्था छ यस्तो छ होमस्टे चाहिँ यहाँ लर्को लागेको कि हिजो यहाँ भोलि थर्काउने कवि दाजु पनि यहाँ हुनुहुन्छ उपेन्द्र दाजु यहाँ अरू कवि यता सबै कविहरूको लर्को ल स्वागत यहाँ मेयर साहब पनि यहाँ हुनुहुन्छ स्वागतको लागि तिमीले होइन उहाँले स्वाद गर्नुहुन्छ तिमीले उहाँहरूको पृष्ठमै बताइदिनु जस्तो अब मानिलिउँ नरेश काङमाङ राई युद्ध कवि अथवा के भन्दै त्यत्तिकै खाना लाउने होइन पृष्ठमै तिमीले बताइदिनु ल फल्ना फल्ना सबै पृष्ठमै बताउँछ उहाँले खाना अमित थेबेलाई स्वागत गर्यो ल भएन उहाँलाई भएन ल अब उहाँलाई ल अब तिमीले नरेश काङमाङ राई हो तैँले गएर भोजपुर हो बेलायत पनि बस्नुहुन्छ चक्किया भन्छ मुन्जुल किताबहरू के छ उहाँको किताबहरू धेरै लेख्नु भएको छ विशेष गरी युद्ध कवि अनि र युद्ध अहिले बेलायत बस्नुहुन्छ युद्ध कवि ल नरेश दाजुलाई स्वागत भव्य फुलको थुङ्गा अब उहाँ हाम्रो मिक्ला हेमन यात्री लेखक पनि हो समीक्षक पनि हुल्के सामुदायिक होमस्टे यसरी स्वागत गरिँदैछ आज चाहिँ हुल्के सामुदायिक होमस्टेमा चाहिँ हामीलाई आज राखिएको छ र त्यसले गर्दाखेरि यहाँ स्वागत हजुर
रियालिटी सोको विनर पनि हो सिक्किमबाट कोदो मकै अङ्ग्रेजीमा लेख्नुहुन्छ हाम्रो नेपालमा भुल्के सामुदायिक होमस्टेमा स्वागत छ। यो भुल्के सामुदायिक होमस्टेमा स्वागत। छिमेकी कालिम्पोङबाट कफी स्वागत छ हाम्रो भुल्के सामुदायिक होमस्टेमा। अब गुरुङ खोज्नु भयो नि त हजुर हामी गुरुङ खोज्छौँ हजुरलाई झन् हृदयबाट नै गुरुङ मात्र होइन सबै बङ्गाली स्पेनिस ल हुन्छ हजुरलाई भुल्के सामुदायिक होमस्टेमा स्वागत छ। उहाँ फेरि ड्रइङ पनि पर्छ तेर्समेको ड्रइङ देवान किरात हजुरलाई भुल्के सामुदायिक अनि सबैभन्दा टाढो नेपालको हाम्रो सुदूरपूर्व सुदूरपश्चिमको कैलालीबाट महेश दोस्तास कवि अहिलेको जेलजेले एकदम मन पराउनु कवि हजुरलाई स्वागत छ। तेह्रथुम जिल्ला लालगुराँस नगरपालिका वार्ड नम्बर 1 भुल्के स्थित हाम्रो यो भुल्के सामुदायिक होमस्टेमा हजुरलाई स्वागत जनाउँदछौँ। उहाँ त अब हाम्रो चारे फिल्मको कबड्डीको राइटर कबड्डी फिल्मको फिल्म त हेऱ्यो आज डाइरेक्टरलाई नै देख्न पाएँ ल मेयर साहब तपाईँलाई पनि हाम्रो स्थानीय सरकारको प्रमुख हुनुहुन्छ मेयर साहबलाई त झुक्याएर उता पो मेयर साहबलाई झुक्याउनु पाइँदैन है लाउनु न मेयर साहब मेयरलाई पनि खजामाला उहाँले चाहिँ हामीलाई धेरै ठुलो सहयोग गर्नुभएको छ। हाम्रो खदा र रातो फुलले भुल्के सामुदायिक होमस्टेमा स्वागत भइसकेको छ र हाम्रो आज बास यही नै खाने यहीँनिर हो र एकदमै सामुदायिक भनेपछि यो कलेक्टिभ यो क्लस्टरको रूपमा बनाएको रहेछ उहाँले समूहले। यहाँ गुरुङ समुदायको विशेष बसोबासो भएको यो ठाउँ र यहाँनिर आज हामीलाई राख्नु भएको छ र सबैको भव्य स्वागत सकिसकेको छ। कविहरूले स्याहार्ने काम पनि गरिरहेको छ। हजुर हजुर एकदम धन्यवाद धन्यवाद स्वागत दाबी है एकदम राम्रो खुसी लाग्यो। म चाहिँ आगो ताप्नेमा छिरेको है क्याम्प फायरमा छौँ है हामी अर्जुन म्यावङ यहाँको नगर प्रमुख हो। यो भुल्के सामुदायिक होमस्टे भुल्के सामुदायिक घरबास यो होमस्टे चाहिँ अङ्ग्रेजी शब्द हो कि हामीले यसलाई घरबास भन्नुपर्छ। गृहवास भन्दा पनि गृहवास घरबास गृह अझै त्यो डेप्थमा गयो होइन घरबास चाहिँ हो। यसरी यहाँ चाहिँ शिर उठाइ हुँदैछ गोर्खा राखेर सबैतिर राम रौस भइरहेछ सबैतिर नाचगान भइरहेछ। छोरी म बोलाउँछु तपाईँ यहाँ बस्नु न। त्योहरू जाने होइन सगुन बाँड्नु हुँदैछ हाम्रो आमाले। सगुन चाहिँ
यो लोकल हाम्रो यो लोकल चाहिँ एकदम सगुन चाहिँ लिनै पर्ने हुन्छ खासमा हैन तर बारेको छ बार्नु त पहिले बार्दिन्छु यसरी स्वागत गरिँदो रहेछ र यो चाहिँ तोङबाको स्वागत र म चाहिँ आज यो होमस्टेको यो सामुदायिक होमस्टेमा मेरो स्टुडेन्ट हो भनेर चिनाइदिनु सुरु भयो त लु ल ब्रान्डेड बुढा चाहिँ आज चाहिँ लोकलमा झरेका छ आज लो कलमा लो कल हो अनि हेमनले छुँदैन आजकल हेर्नु छुदैन त्यहाँ लुकाएको चाहिँ के छ त्यो त उयो के अरे ग्रिन टी सीमा दिदीले त स्यालको मुना दाजु अब एकछिनमा हामी गुरुङको कल्चरको एउटा कौडा नृत्य हेर्नेछौँ गुरुङ जातिको र यहाँनिर कौडा नृत्यको लागि चाहिँ यहाँनिर भुल्के सामुदायिक होमस्टेको कलाकारहरूले चाहिँ प्रस्तुति दिन लाग्नु भएको अब चाहिँ यहाँ अझै एउटा अझै लु हामी चाहिँ खाना खाँदैछौँ अहिले चाहिँ ल खाना होइन हो सब्जी चाहिँ ल्याउनुहोस् न झोल ल्याउनुहोस् झोल दाल ल्याउनुहोस् दाल ल्याउनुहोस् यहाँनिर सिरुवा ल्याउनुहोस् मलाई उदिनुहोस् दाल छ दाल मर्निङ भुल्के सामुदायिक होमस्टेबाट चाहिँ सबैलाई स्वागत छ आज यो ठाउँमा चाहिँ बसन्तपुरमा चाहिँ मेरो दोस्रो दिन अर्थात् पहिलो बिहान र यहाँ चाहिँ आलुको खेती प्रशस्त हुँदो रहेछ एकदमै जैविक तरिकाले र यो पारिपट्टि देखिरहेको चाहिँ सामुदायिक होमस्टे हो र यहाँ म बसेको पनि होमस्टे नै हो र यस्तो रमाइलो छ यो ठाउँ र यहाँको मानिसहरूको किसानी चाहिँ आलु र सागसब्जी खेती नै रहेछ मेरो ब्याकग्राउन्डमा सुनिराख्नु भएको छ यति मिठो चराचुरुङ्गीको आवाज एकदमै सरल जीवन र एकदमै सहजतासित सबै कुरोलाई लिने यहाँका मानिसहरूको स्वभावले पनि होला सायद यो एकदमै सबै कुरो स्वच्छ छ। म चाहिँ उठिसकेको छु र अब फ्रेस भएर रेडी हुनु बाँकी छ। म चाहिँ उठिसकेको छु र आज चाहिँ चोतलुङ पार्कमा चाहिँ हाम्रो विशेष साहित्यिक कार्यक्रम रहेको छ र लाली गुराँस यो सांस्कृतिक महोत्सवमा गत 23 तारिकदेखि नै सुरु भएको हो र आज चाहिँ सायद तेस्रो दिन र यो 27 तारिकसम्म चल्ने हो र विशेष गरेर सांस्कृतिक पर्यटनलाई र पर्यावरणसित जोडिएको पर्यटनलाई चाहिँ यहाँको धेरै प्राथमिकताको साथमा चाहिँ
निदो रहेछ। यसरी बिहानै लोकल के को हो यो दिदी? ए मकैको? हजुर अर्ग्यानिकै हो सर यहाँ। ए अर्ग्यानिक यसरी यहाँ बनाउनु हुँदो रहेछ हाम्रो दिदीले। गुरुङ सेनी दिदी यहाँ आमा हुनुहुन्छ। तर यहाँ भाषा चाहिँ नबोल्दो रहेछ है। भाषा आउँदैन रहेछ। ल बोलेन है। छ्याजोलो भने सक्यो है। ल हुन्छ धन्यवाद। सबैजना चिटिक्क भएर यात्रामा निक्लेको। अब कहाँ जान्छौँ हेमन? हामी तिनजुरे मिल्के ओ गुराँस फुलेको ठाउँमा अनि पासीबारा परिसर यहाँ जाने हो। सीमा दिदी आज तन्दुरुस्त छन्, ठिक छ नि? हाम्रो सकिएको हामी सङ्क्रान्तिहरू खयो ए अनि अमिलो खोइ ए हो हाम्रो यति हो। ए सोनाम पाल्जर, हजुर वालिटन ब्याग हुनुहुन्छ हो? सोनाम पाल्जर नजाने हो? लालीगुराँस नगरपालिकाको 1 नम्बर पाथिभरा घुर्पिसे तेह्रथुममा आइपुगेको छु म अहिले चाहिँ। र यो चाहिँ लालीगुराँसको राजधानी नै हो र तपाईँहरूलाई एकदमै देखाउने। र पहिला चाहिँ यहाँनिर खाजा खाने। ब्रेकफास्टको लागि चाहिँ यहाँ अनि यो चाहिँ थुक्पा खाने भनेको। र भाइहरूले चाहिँ चना अन्डा खाने विचार गरेको छ। दोस्ताज यता पनि छ हाम्रो अर्को कवि। पूर्वेली, पश्चिमेली र म चाहिँ अझै सुदूरपूर्व सिक्किमेली। सिक्किमेली पूर्वेली। म चाहिँ तिनजुरे आइसकेको छु र यो चाहिँ गुराँसको राजधानी नै हो। र कति धेरै गुराँस हुन्छ र कति धेरै भेराइटीको हुन्छ भन्दाखेरि यहाँनिर 32 भेराइटीको गुराँस चाहिँ छ भन्ने रिपोर्ट छ र एकदमै सुन्दर ठाउँ हो। र यो चाहिँ लालीगुराँस गाउँपालिकाको चाहिँ तेह्रथुमको चाहिँ यो तिनजुरे। यहाँ चाहिँ मसँग कवि दोस्ताज छ। अब कवि दोस्ताजले चाहिँ दोस्ताने अन्दाजमा एउटा कविता बयाँ गर्न लागिरहेको छ र यस्तो सुन्दर ठाउँ छ, साह्रै खुसी लागेको छ। र आफैलाई भाग्यमानी ठानियो नि त यहाँ आइपुगेपछि कमसेकम प्रकृतिसित चाहिँ। र आजको कविता चाहिँ अब सुन्छौँ हामी। लु भन्नु। कविताको शीर्षक म उभिएको छु आफ्नै विरुद्ध। मलाई नचलाउनु, म बारुदका विरुद्धमा छु। मलाई नअगाल्नु, म प्रेमका बर्खिलापमा छु। म एडल्फ र गौतमको बीच ब्रेनबाट हिँडिरहेको छु। मलाई तेरो इतिहास नघोका, म तेरो इतिहासकै विरुद्धमा छु। म विरुद्धमा छु शिक्षा भन्दै धन्दा चलाएका ती प्राइभेट कम्पनी गुटहरूको विरुद्धमा छु। म विरुद्धमा छु 2 लाखमा मास्टर सेटिङ गर्ने भ्रष्ट नगर प्रमुखको विरुद्धमा छु। म विरुद्धमा छु सेता कोटभित्र देखिने ती काला छायाहरूको विरुद्धमा छु। म विरुद्धमा छु यो खरिद बिक्री हुने बजार, यी वकिल ती डाक्टर माया विरुद्धमा छु। म विरुद्धमा छु कयौं वर्षदेखि यी सुन्दर पैयुका फुल उजाड पार्दै हिँड्ने
पितृ सत्तात्मक बजारको विरुद्धमा छु म काँडे तारको विरुद्धमा छु म विरुद्धमा छु म विरुद्धमा छु लोकल उत्पादन सडाउँदै हिँड्ने यी लोकल प्रदेशहरूको विरुद्धमा छु म विरुद्धमा छु गाँजा प्रतिबन्ध गरी विदेशी रक्सी ल्याउने यी कम्युनिस्ट र कङ्ग्रेसहरूको विरुद्धमा छु म विरुद्धमा छु जग बिगार्दै छतमा नक्कली आँसु झार्ने नाइकेहरूको विरुद्धमा छु म विरुद्धमा छु भ्रष्टाचार गर्नु आमा रगत खानु हो भन्दै देश बेच्दै हिँड्ने यी गृह टिकेहरूको विरुद्धमा छु म यी जहान मारी स्वतन्त्र खोज्ने टाउकाहरूको विरुद्धमा छु म विरुद्धमा छु म भोको पेट भोकको विरुद्धमा छु म रुँदा आँखा आँसुको विरुद्धमा छु म गोठका रागा परालको विरुद्धमा छु म बन्द ताला चाबीको विरुद्धमा छु म बन्द ताला चाबीको विरुद्धमा छु म नाङ्गो छाला कपडाहरूको विरुद्धमा छु म विरुद्धमा छु यी इमोसन बेच्ने दलाल कविहरूको विरुद्धमा छु म विरुद्धमा छु यी छाला व्यापारी प्रोड्युसर मुभी विरुद्धमा छु म यी चर्च गुम्बा मस्जिद मन्दिर र बौलाएका कली घडी विरुद्धमा छु म विरुद्धमा छु खाली चप्पल खुट्टाहरूको विरुद्धमा म विरुद्धमा छु बेरोजगार प्रमाणपत्र आउने फ्रस्ट्रेट पुस्ताहरूको विरुद्धमा हो म यति बेला देशमै उभिएर देशकै विरुद्धमा बोलिरहेको छु विरुद्धमा छु सिलिङको पङ्खा भुइँको डोरी त्यसपछि आउने पुरै वर्ष अँध्यारो म उभिएको छु आफ्नै विरुद्ध या दामी दामी थ्याङ्क यू दोस्तास फुल भए सिउरी दिन्थे फुलको बास्ना जस्तै तिमी भिभो डाउनलोडेड क्यामेरा हो कि होइन इनबिल्ट मलाई त गुराँस लाग्यो क्या मातो म त मातो पो मातो म प्रबन्धन चाहिँ अलिकति व्यवस्थित ढङ्गमा भएको छैन रहेछ यसबारे चाहिँ के छ भनाइ कविको यो चाहिँ हाम्रो गुराँस नगरपालिका होइन लालीगुराँस नगरपालिका लालीगुराँस नगरपालिका अनि उसले चाहिँ एकचोटि चाहिँ यो बारेमा चाहिँ अब हामीले भन्दा पनि हामीले त आवाज बोलिदिने हो म पछि पनि कुरा राख्छु एकचोटि यसलाई चाहिँ व्यवस्थित गर्नुपर्छ जस्तो लाग्छ क्या त्यहाँ फुलहरू फुलिरहेछ कस्तो मजाको होइन यहाँ चाहिँ हेर्नु न यस्तो गन्जा गोल छ यो अलि मजा लागेन कि तपाईँलाई कस्तो लाग्यो कवि टुरिज्म प्रमोसन सँगसँगै
पर्यटन प्रबन्धन सँगसँगै फोहोरको पनि पर्यावरण प्रबन्धन पनि गर्नुपर्छ भन्ने है अनि चाहिँ अझ दामी प्रभावकारी हुने अझ दामी र त यो अलिकति फोहोर देखियो अब नगरपालिकाले पनि यसलाई कसरी हुन्छ अनि यहाँ घुम्न आउनेहरू पनि हामी पनि होइन आफैले पनि अलिकति यो चाहिँ अब नियन्त्रित ढङ्गमा गर्नु पर्यो नि त बरु बोकेर लानु पर्यो ल ठिक छ मेरो एउटा सेयर थियो क्या पागल दुनियाँ भन्ने सेयर थियो त्यही अक्कर भनेर भन्यो तर अब त्यति ठुलो भिड पनि होइन यो चाहिँ खास चाहिँ है ल यति धेरै आन्तरिक पर्यटन छ यहाँनिर बिहानदेखि लर्को लागिरहेछ गाडीको र यो फुल हेर्न टिकटक बनाउन रिल्स बनाउन मात्र भए पनि यति धेरै टाढाको यात्रा गरेर पनि मानिसहरू आइरहेको देखियो यति धेरै आन्तरिक पर्यटन छ र अब यहाँनिर लालीगुराँस नगरपालिकाले चाहिँ एउटा कुरा के सोच्न पनि आवश्यक देखियो भन्दाखेरि अब यति धेरै पर्यटकहरू आइरहेको छ र तल इन्ट्री पोइन्टबाट चाहिँ केही शुल्क तिराएर चाहिँ उहाँहरूलाई यहाँनिर ल्याएको खण्डमा त्यो शुल्क जुन चाहिँ राजस्व सङ्कलन हुन्छ त्यसबाट चाहिँ यसको फोहोर प्रबन्धन र अन्य कुराहरू प्रबन्धनमा प्रयोग गर्न सकियो भने धेरै राम्रो हुने देखियो र यो चाहिँ नगरपालिकालाई सुझाव भनौँ या मेरो आफ्नो विचार र यति धेरै पर्यटकहरू आइरहेको छ उहाँहरू प्रत्येकले पनि केही शुल्क तिर्यो भने धेरै राजस्व उत्पादन हुने र त्यो राजस्व चाहिँ यही फोहोर प्रबन्धन र विशेष गरेर यहाँनिर शौचालयहरूको व्यवस्थापनमा चाहिँ लगाइयो भने राम्रो हुने जस्तो लाग्यो यो चाहिँ कश्मीरको भाइब्स दिने तर गुराँसले चाहिँ अर्कै छुट्टै विशेषता बोकेको छ यो ठाउँलाई चाहिँ यत्रो पर्यटक आउने यो जिल्लाको सभासद छैन क्या हो यहाँ
फरेन कि क्या हो नै हो हामी निस्किँदैछौँ हजुरहरू आउँदै गर्नु आफै जानु पर्यो यसलाई त के भन्ने अब बसन्तपुरै हुन्छ होला बसन्तपुरै भन्छ नि लाली गुराँस डाइनामिक इङ्ग्लिस बोर्डिङ स्कुल बसन्तपुरै रहेछ नेपाल विद्युत बसन्तपुर 3 बसन्तपुर 3 रहेछ यो चाहिँ बसन्तपुर 3 हामी जाने लाली गुराँसको मूर्ति छ है प्रतिमा यो चाहिँ बसन्तपुर हामी ठ्याक्कै बसन्तपुर त्यो लाली गुराँसको एउटा त्यो उ छ नि यो चाहिँ बसन्तपुर हो एकदमै रमाइलो र एकदम लोकल बङ्गुरको पनि यहाँनिर बिक्री वितरण हुँदैछ सहरको बिचमै मेरो नाम सुन्दर मल्ल म चाहिँ यो लाली गुराँस पदमाको सिटिटिभी हुन्छ ट्रेल बेस्ड टुरिज्म डेभलपमेन्ट प्रोजेक्ट त्यो चाहिँ नेपाल सरकार र स्विस सरकारको संयुक्त लगानीमा छ प्रदेश सरकारद्वारा र हाम्रो स्थानीय सरकारबाट सञ्चालित कार्यक्रम हो तेह्रथुमको 3वटा जिल्ला र सङ्घसभाको 9वटा जिल्लामा यो कार्यक्रम भइरहेको छ अन्डर कन्स्ट्रक्सन नै छ हाम्रो बसन्तपुरबाट सुरु भएर तिनजुरे जुप्पा पोखरी कोपिङ पोखरी गिज्जे हुँदै आफू माङसिमा मकालुको माङसिमा हुँदै नुन बजार चिचिला तिमीको तारमा हुन्छ कति डिस्टेन्स कभर गर्नुपर्छ करिब 200 किलोमिटर छ यो र यतातिर चाहिँ हाम्रो थुम झर्नाबाट लिएर 24 किलोमिटर छ कति दिनको 26 किलोमिटर 2 दिन हजुर अनि हाम्रो करिब 14-15 दिनको ट्रिप भयो अनि विभिन्न ठाउँबाट हाम्रो गेटवेहरू पनि छ पुरै ट्रिप गर्नलाई चाहिँ हाम्रो 14 दिन जति लाग्छ भने डिस्टेन्स सर्ट ट्रिपहरू पनि यतातिर छ अन्डर कन्स्ट्रक्सन नै छ अब हामी 2026 सम्म कम्प्लिट गर्ने लक्ष्य हो ल धन्यवाद केही दिन यो चाहिँ लाली गुराँस पर्यटन महोत्सवमा चाहिँ एकदमै जैविक तरिकामा यहाँनिर सबै बिक्री वितरण छ र यहाँ चाहिँ आएको छौँ र हाम्रो कार्यक्रम स्थल चाहिँ तल हो यहाँ चाहिँ काँडे रोटी हन्के रोटी सेलरोटी पसल रहेछ यो चाहिँ चोक्लुङ पार्क चाहिँ आइपुगिएको छ यो चाहिँ कार्यक्रम स्थल र यहाँ चाहिँ यो चाहिँ बसन्तपुर तेह्रथुमको लाली गुराँस गाउँ पालिका लाली गुराँस नगरपालिकाको चाहिँ चोक्लुङ पार्क भनेर चाहिँ एकदमै फेमस पार्क हो यो र जहाँ चाहिँ ढुङ्गाको मात्र यो प्रतिकृतिहरू बनाइएको छ र आज हाम्रो कार्यक्रम स्थल चाहिँ त्यहाँ तल हो र यहाँनिर चाहिँ आज भव्य साहित्यिक गोष्ठी छ जसमा सिक्किम कालिम्पोङ र सुदूर पश्चिम नेपालको कैलाली काठमाडौँ झापा र अन्य क्षेत्रका कवि साहित्यकारहरूको उपस्थिति रहनेछ र म चाहिँ अहिले यो चोक्लुङ पार्क आइसकेको छु र यहाँ मुनि चाहिँ यो पार्क हो यहीँनिर आज हाम्रो कार्यक्रम पनि हुनेवाला छ र यो चाहिँ लाली गुराँस नगरपालिका तेह्रथुम बसन्तपुरको अधीनस्थ बनिएको यो भव्य जैविक स्थलले बनिएको छ रैथाने कुराहरूलाई चाहिँ समेटेर बनाइएको पार्क हो र यहाँनिर कार्यक्रम हुनेवाला छ र तपाईहरुलाई यसको अझै विस्तृत जानकारी सहित देखाउनेछु र पार्क चाहिँ यस्तो छ हेर्नुहोस्
चाहिँ यो सिम्बोलिक ढुङ्गा छ। सँगसँगै यहाँ ट्रेडिसनल घरहरू छ। लिम्बू र किराँत सभ्यतासित सम्बन्धित घरहरू नै यहाँ विशेष रूपमा देख्न पाइन्छ। म कार्यक्रम स्थलमा आइपुगिसकेको छु र यहाँनिर पछाडि चाहिँ कार्यक्रमको तयारी चलिरहेको छ र यहाँनिर चाहिँ आज विशेष साहित्यिक कार्यक्रम छ। यो लालीगुराँस सांस्कृतिक पर्यटन महोत्सवको अवसरमा पर्यटकीय स्थल सोलुङ पार्कमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। स्थित यस सोलुङ पार्कमा लालीगुराँस महोत्सव 2083 10 गते उद्घाटन भएर अर्ग्यानिक सांस्कृतिक महोत्सवमा हामी उपस्थित भएका छौँ र सांस्कृतिक लालीगुराँस महोत्सव अन्तर्गत आज दोस्रो संस्करण अन्तर्गतको चोलुङ साहित्यिक गोष्ठी कविता वाचन कार्यक्रम रहेको छ र अब केही क्षणमै हाम्रो औपचारिक कार्यक्रम लालीगुराँस महोत्सवको आयोजना गरिएको यहाँहरू सम्पूर्णलाई जानकारी गराउन चाहन्छौँ र हाम्रो दोस्रो संस्करण कविता वाचन कार्यक्रम हुनुभन्दा अगाडि छोटकरीमा हामी औपचारिक रूपमा कार्यक्रमलाई अघि बढाउने अनुमति चाहन्छौँ। सानो म्युजियम पनि रहेछ सङ्ग्रहालय, जहाँ चाहिँ यहाँको स्थानीय पशुहरू पाइने चिजहरू र पुरानो पैसाहरू र यहाँको सभ्यताका र सिक्किम र नेपालको युद्धको बेलामा प्रयोग गरिएको हतियारहरू यहाँभित्र पनि मैले देख्न सकेँ। र यसै गरी यहाँनिर चाहिँ घोडा सवारी पनि छ। विशेष नानीहरूको लागि चाहिँ यो निकै रमाइलो हुँदो रहेछ र यसरी कार्यक्रमको तयारी भइरहेछ। एक दिन दुनियाँभरिको अन्धकारमा अगुल्टाहरूले आन्दोलन गरे। अगुल्टाहरू चिच्याइरहेका खुब तम तयारमा कसैलाई पोल्न नपाएर निराशा भएर बसेका। त्यही बेला अगुल्टाहरूलाई कसिएर अँगालो हारे के हुन्थ्यो होला। अगुल्टाहरूले भटभटी भुटिएको मकै भटमास जस्तै के भुट्न थाले। कप्टेराहरूले उल्टाइ पल्टाइ गरिरहे र आफू जोगिन सबैभन्दा सानो दाना साइज नमिलेको कराईको पिँधमा गएर टाँसियो। पटपटी धुवा उड्यो कि कुनै अदृश्य कुनाबाट धुवाले मगमगी बास्ना फैलायो। अगुल्टोहरू त्यसरी बौलाउनुको कारण भ्रष्टाचारले पोतिएको मुरली मकैहरू पटपटी फुलिरहनु। अब आगो लाउनेहरूलाई त्यसरी पनि नसम्झ। यो आगो र अङ्गालोको नयाँ आन्दोलन हो। आन्दोलनहरू अगुल्टो भए पनि अगुल्टाहरूले देशको अङ्गालो नै चाहिएको हो। धन्यवाद। वाक्यहरू भत्किँदै, शब्दहरू चुनिँदै, अक्षरहरू डुब्दै आएर आँगनका सम्झनाहरू पनि लिएर गए। आँगनसितै गए बगानभिलिया आँपको बोट, गमलाका लालु पाते, डल्लेका 2 झ्याङ, कुखुराको खोर, लुगा सुकाउने तार पनि। घरका भित्ताहरू चुमेर खिड्की दैलाबाट पसे अर्धविरामहरू। एउटा चन्द्रबिन्दु पस्यो पूजा कोठाभित्र,
हेर्दा हेर्दै जीवनका धेरै पानाहरू उक्किएर गए। मुसलधारे पूर्ण विरामहरू टाउका टाउकामा खसेको बेला केही हलन्त अनि लघु ऊ गुरु ऊहरू घर मास्तिरको भित्ता खोतलिरहेका थिए। केही बर्तन हातमा रहे, केही भिजेका लुगा, केही सरकारी दस्तावेज। डाँडामाथि उक्लिएर पनि डाँडाका फेद हल्लाइरहेका छरपष्ट विस्मयादि बोधक चिन्हहरूसितै हल्लिरहेका मुटुबाट चुहिरहे जाकटी कथानकहरू। कथा रित्तिएपछि, सम्झना रित्तिएपछि बाँकी त खबर मात्र रहँदा रहेछन्। निष्प्राण ती खबरहरू बोकेर जब शान्त हुन्छ अक्षरका खहरेहरू, नदीहरू, सयौं प्रश्न चिन्हहरूको बाक्लो बादल बाँकी रहन्छ मुटुभित्र। अरूका लागि पो यो मात्र बाढ हो, उसले त जम्मै मेटिएका कथा फेरि लेख्नुपर्छ, उसले त जम्मै पुरेका गीतहरू फेरि टिप्नुपर्छ। धन्यवाद। र कविताको नाम राखिदिएको छु दि एसेम्बल्ड मान्छे। सबैले आफ्नो खप्परको नट बोल्ट पेचकसले खोल्नेछन् अनि झोलामा हाल्नेछन् तालुको ढकनीले छोपेर राखेको कहीँ कतै प्रयोग नगरिएको भर्जिन दिमाग। झोलामा गिदी हालेपछि थैलीको मुख सुर्काएर समाज, बजार, चोक, स्कुल, कलेज, महाविद्यालय, विश्वविद्यालय, न्यायालय, विधानसभा, संसद, अस्पताल, भट्टी पसल, चिया पसल, गल्ली गोरेटो, गाउँ, आँगन, चुला, मरौ, बिहे अनि वैज्ञानिक प्रयोगशालाहरूमा निस्कन्छन् हुलका हुल होमोजिनियस होमोसिनियस। खप्परभित्र रहने र चेतनाको सर्जक तत्त्व मानिने मासी जस्तो पदार्थ इक्वल टु मगजलाई राजनीतिवाद, धर्मवाद, जातवाद, राष्ट्रवाद, भौतिकवाद, मार्क्सवाद, लेनिनवाद, फाँसीवाद हुँदै इच्छावादको झोलामा हालिराखेर अबोझ खप्परका एम्प्टी भेसल साउन्ड मचहरू टुक्काहरूमा आफै खिल्लीको ख्याली गाउँदै सास फेराइको स्थिति मात्र पुरा गरिराख्छ। महिना मरेको भोलिपल्ट स्मार्टफोनमा कुनै ब्रेन बिनै जिउन सकेकोमा पाइने डिजिटल करेन्सी भुक्तानीको मेसेज कुरिरहन्छन् ब्याङ्क खातामा गाँसिएको 10 डिजिट प्राणीहरू। रेन्ज र स्क्रुड्राइभरले एक एकवटा करङ खुकुलो पार्दै अस्कर वाइल्डले कपेका कथा ह्याप्पी प्रिन्स मूर्ति मान्छे ठानेर कतै विश्वासमा छ भनिएको स्वर्ग र ईश्वरबाटै मुटु निकाल्ने अगमबानी हुँदा पनि रित्तो छाती बाहेक केही भेटिँदैन त्यसमा। आदम र हब्बाको विश्वासभन्दा पहिल्यै करङको हिरासतबाट मुक्त मान्छेको स्केलेटन मात्रै क्युआर कोडको चिनारी छोडिराखेर रगरगी विचरित छ पृथ्वीमा मुटु बिनाको कार्डियक अरेस्टेड पिपल्स। यसरी विचार चेतना बराबर गिदी, भावना संवेदना अर्थात् मुटु कतै झोलामा हालेर झोले भइसकेपछि पनि सिङ्गो पेट भने जस्ताको त्यस्तै राखेको छ मान्छेले। उसले मगज र मुटु पापी पेटकै लागि त्यागेको हो। त्यसैले अचेल मान्छेलाई कसैको माया लाग्दैन। माया लाग्नुलाई त मुटु हुनु पर्यो नि। त्यसैले त अचेल मान्छेलाई झुटो के हो साँचो के हो केही कुराको ज्ञानै हुँदैन। ज्ञान हुनलाई त दिमाग हुनु पर्यो नि। जे जति छ केवल पापी पेट छ। मगज बिना खोक्रो खप्पर र मुटु बिना रित्तो छाती बोकेर बाँचिरहेका छन् पेटको निम्ति आफैलाई बिस्तारै बिस्तारै त्याएर डिएसेम्बल्ड मान्छेहरू। थ्याङ्क यू। यहाँनिर अर्ग्यानिक कोदोको के भन्छ झाइकुटी बनाउनु रहेछ है। घिउमा लु हेर्नुहोस् है मसला लगाएर टक्कसँगले गाउँघरको लु। हाम्रो यहाँ चाहिँ यो भुल्के सामुदायिक होमस्टेको हाम्रो साउनी हुनुहुन्छ एकजना यहाँ। साउनीले चाहिँ यहाँनिर म फुपू भनेर भने गुरुङ भाइकोले गर्दा यहाँ चाहिँ अब झाइकुटी
झ्याइकुटी अँ, कोदोको यहाँ चाहिँ कोदोको एकदम अर्ग्यानिक छ है अर्ग्यानिक अनि त्यहाँबाट अब एकजना पत्रकार भए पनि आउनु भएको आएको छ रहेछ आएको छ टिआर चाहिँ आएन छ नि हो आएन आउनु भएको नि उहाँ ठक्क यो चाहिँ झ्याइकुटी अरे यो चाहिँ हजुर झ्याइकुटी रोप्ने ल्याउन लिम्बू समुदायको विवाहको बन्धनमा बाँधिने दिनमा चाहिँ बेहुला र बेहुली एक एकपट्टि राखिने नेन्दुरी पासाङ तौलिने ठाउँ हो यहाँ चाहिँ र यसरी यो चाहिँ अलिकति इक्वालिटीको लागि र यो चाहिँ मिथोलोजीसितै रिलेटेड छ है यो चाहिँ युमासँग सम्बन्धित छ र यो ठाउँमा बसेर चाहिँ युमाले वारिपारी तान बुन्ने र कपडा उत्पादन गर्ने यसमा चाहिँ यो मुन्दुममा चाहिँ आउँछ है यसको कथा चाहिँ पनि पूजा स्थल हो हिम सामाङ जस्तो मान्न सकिन्छ यसलाई चाहिँ यो चाहिँ फाक्ताङलुङको नजिकमा भएको तिम्बुङ पोखरीको चाहिँ यो रेप्लिका हो यस्तो यसलाई चाहिँ पवित्र झिलको रूपमा मानिन्छ यो चाहिँ मुन्दुममा उल्लेखित केसामी नामसामीसित सम्बन्धित यो पानीको कथासित जोडिएको छ र यहाँ चाहिँ येमाहरूले चाहिँ पूजा अर्चना गर्ने ठाउँ पनि हो यो दुईटा पानीबाट नै एउटा बाघको सन्तान र एउटा मान्छेको सन्तान जन्मिएको र केसामी नामसामी भनेर युद्ध भइसकेपछि मान्छेले जितेको छ बाघ चाहिँ दाजु हुन्छ र यो कथा छ र यहाँनिर चाहिँ फेरि अन्य यहाँनिर कुखुराको बाख्राको बाघको मान्छेको पैतालाहरू पनि यहाँनिर देख्न सकिन्छ त्यसको दाम 2.5 लाख मानिसहरूले देख्ने त मुस्कान मात्र नहुन् म मुस्कुराइदिन्छु छालहरू त आइरहन्छ र गइ नै रहन्छ तर छालहरू भित्रै कति विभत्स भत्किँदै बाँचेको छ किनारा मानिसहरूले देख्ने त सुन्दर छालहरू मात्र त हुन् म मुस्कानको छालहरू झरिदिन्छु म मुस्कुराइदिन्छु चराहरू त झरिरहन्छ र झरि नै रहन्छ तर छहरा भित्रै कति विकराल दुख्दै बाँचेको छ पहरा मानिसहरूले देख्ने त मोहक छहरा मात्र त हुन् म मुस्कानको छहरा छरिदिन्छु सपनामा तागेर नि अर्थमा नआएर यसो भने ल कान्छा चिज तेरो तब मैले माटो छुएँ ढुङ्गा छुएँ हावा छुएँ पानी छुएँ खोला छुएँ आगो छुएँ सबै मेरो भयो र म स्वयंलाई छुनु खोज्दा बिन्जिए बाँकी रात निन्द्रा लाग्यो छुटछुट लागिरह्यो तिमीलाई छुनु छु कसो छुइनँ सेवा र होइन बिना बित्थामा अगाडिको भित्तामा कसले झुन्डाएर थोत्रो भयो बिना बित्थामा कुल्चिराख्या माटोभन्दा आदिम देखिराख्या कट्टुसभन्दा बुढो अनि केसामी नामसामीको मितभन्दा पुराना यी अनुहारहरू किन फिटिक्कै देखिँदैन बिना बित्थामा अगाडिको फ्रेम मित्र एउटै फ्रेमभित्र परे पनि किन त्यसकै आँख कान मात्र किन त्यसकै नाक मुस्कान मात्र जस्तो कि हामीहरूको अनुहारै छैन जस्तो कि कबाडी भइसक्यो अहिले बिना बित्थामा अगाडि बित्था सबैलाई थाहा भएको कुरो हजारौँ थोपाले बन्छ समुद्र हजारौँ टुक्राले बन्छ होइन अनि हजारौँ अनुहारले बन्छ तिनीहरूलाई थाहा भएको कुरा घटेन भने पानी समुद्र नै पोखिन्छ हटेन भने टुक्रा ऐना नै टुक्रिन्छ हामीहरूलाई थाहा भएको कुरा ऐना र देश उस्तै
मिथमा बढी फन्दास हुन्छ परिकल्पना हुन्छ इन्टेलिजेन्ट हुन्छ एक्ज्याक्टली उहाँले त्यो सुस्वालाई बुझिँदा धेरै राम्रो र अहिले चाहिँ म धरानको एक्स क्याफेमा छु र यो चाहिँ धरानको क्लक टावर भन्दा पनि अग्लो झन्डै बराबरी हाइटमा छ र यहाँ चाहिँ आज धरान आइपुगिसकेको छौँ र आजसम्मको 3 दिनको यात्रा चाहिँ यहीँ समाप्त पनि हुनेछ र हाम्रो कवि पत्रकार सीता तुङखेवाजी पनि हुनुहुन्छ र उहाँकै आतिथ्य हो यहाँनिर र यहाँ धन्यवाद दिनुपर्नेमा चाहिँ प्रिय कवि र अध्येता पनि हुनुहुन्छ अमित सेवे र धन्यवाद र नोगेन र यही चाहिँ तपाईँहरू सबैलाई आज 2-3 दिनको हाम्रो यात्राको विवरण दिँदै यहीँबाट यो भिडियो पनि अन्त गर्छु गुड नाइट।